पूर्वी नेपालको भोजपुर र खोटाङको सिमानातिर घना जङ्गलले ढाकिएको एउटा पुरानो मन्दिर थियो। स्थानीय मानिसहरूले त्यसलाई छायादेवीको मन्दिर भनेर चिन्थे। दिनको उज्यालोमा पनि त्यहाँ चिसो हावा बहिरहन्थ्यो र बेलुका भएपछि त्यो ठाउँतिर कोही जान हिम्मत गर्दैनथे। गाउँका बुढापाकाले भन्थे, त्यो मन्दिरमा देवीको शक्ति अझै जीवित छ। जसले लोभ लिएर जान्छ ऊ फर्केर आउँदैन। धेरै वर्ष अघि भोजपुरको एउटा युवक थियो अर्जुन। ऊ साहसी थियो तर देवतामा खास विश्वास गर्दैनथ्यो। एक रात गाउँमा हल्ला फैलियो कि मन्दिरभित्र सुनको मूर्ति लुकाइएको छ। अर्जुनले साथीहरूलाई भन्यो, भूत प्रेत केही हुँदैन, म गएर त्यो मूर्ति ल्याउँछु। 3 जना साथीहरू लिएर ऊ पूर्णिमाको रात जङ्गलतिर लाग्यो। बाटोभरि अनौठो आवाज सुनिन्थ्यो, कहिले घन्टी कहिले महिलाको रोएको जस्तो। तर जङ्गलमा अरू कोही थिएन। मध्यराततिर उनीहरू मन्दिर पुगे। पुरानो ढुङ्गाको मन्दिर वरिपरि झारले ढाकिएको। भित्र एउटा मात्र दियो बलिरहेको थियो, जबकि त्यहाँ वर्षौंदेखि कोही पूजा गर्न आएको थिएन। अर्जुन मूर्तितिर अघि बढ्यो। मूर्तिको आँखा रातो जस्तो चम्किरहेको थियो। उसका साथीहरू डराएर बाहिर निस्किए, तर अर्जुनले सुनको मुकुट समात्ने बित्तिकै मन्दिरभित्र ठूलो हुरी चल्यो। ढोका आफै बन्द भए। त्यसपछि एउटा महिला स्वर गुन्जियो, यो शक्ति श्रद्धाका लागि हो, लोभका लागि होइन। अर्जुन डरले काँप्न थाल्यो। उसले मुकुट छोड्न खोज्यो तर हात छुटेन। अचानक दियो निभ्यो। पुरा मन्दिर अन्धकार भयो। साथीहरूले बाहिरबाट उसको चिच्याएको आवाज मात्र सुने। बिहान गाउँलेहरू पुगे तर मन्दिरभित्र अर्जुन थिएन। केवल भुइँमा उसको रुद्राक्षको माला भेटियो। त्यसपछि त्यो मन्दिरतिर राति जाने हिम्मत कसैले गरेन। आज पनि त्यहाँका स्थानीयहरू भन्छन्, पूर्णिमाको रात जङ्गलबाट घन्टीको आवाज आउँछ र मन्दिरभित्र कसैले दियो बालिरहेको देखिन्छ।